नमस्कार, तपाईलाई स्वागत छ मन्त्र ज्ञान नेपाल युट्युब च्यानलमा। तपाईको साथमा छु। आजको यो बसाइमा म बिजुल छु। दर्शकवृन्द, मन्त्र ज्ञान नेपाल गोप्य मन्त्र र तान्त्रिक ज्ञानको पवित्र स्रोत हो। तपाईको आत्मिक, मानसिक, तान्त्रिक र ऊर्जा आधारित समस्याहरूको समाधान अब तपाईले आफ्नै घरमै बसेर यसको समाधान गर्न सक्नुहुनेछ। र त्यसैले तपाईले यो जान्नको लागि यो च्यानललाई सबैभन्दा पहिला सब्स्क्राइब गर्न नबिर्सनुहोला। सब्स्क्राइब गर्नुहोस्, साथी बन्नुहोस् र सुरक्षित रहनुहोस्, योबाट ज्ञान पाउनुहोस्। त्यसो ओम नमः शिवाय, ओम नमः शिवाय। दर्शकवृन्द, मन्त्र ज्ञान नेपालमा तपाईले धेरै कुराहरू देखिसक्नु भएको छ। धेरै कुराहरू तपाईले यसमा पाउनुहुनेछ। यसमा तपाईले परम्परागतका मन्त्रहरू, सावर मन्त्रहरू, वैदाङ्ग मन्त्रहरू लगायतका विभिन्न किसिमका मन्त्रहरू तपाईले पक्कै पनि यसमा पाउनुहुनेछ। त्यसकारणले तपाईले यो मन्त्र ज्ञान नेपाललाई सदा सर्वदा सब्स्क्राइब गर्न भने नबिर्सनुहोला। यदि तपाईहरु यो च्यानलमा पहिलोचोटि भिजिट गर्दै हुनुहुन्छ भने कृपया सबभन्दा पहिला तपाईले यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। नजिक रहेको बेल आइकनलाई प्रेस गरी अलमा थिच्न नबिर्सनुहोला, किनभने तपाईहरुमाझ मैले जति धर्म ग्रन्थमा मन्त्रहरू राखेको छु त्यसमा राखेको मन्त्र भन्दा बेग्लै मन्त्रहरू यो चाहिँ च्यानलमा राख्ने छु। यो च्यानलमा तपाईले मन्त्रहरू पाउनुहुनेछ। त्यसकारणले तपाईले यो च्यानललाई फलो गर्न भने नबिर्सनुहोला। भक्त सज्जनवृन्द, आजको यो बसाइमा भने मैले तपाईहरुमाझ हामी राति सुत्दाखेरि ऐठान भएमा त्यसलाई कसरी हटाउन सकिन्छ है। धेरै मानिसहरू राति सुत्दाखेरि ऐठान हुन्छ र उहाँहरूले भन्नुहुन्छ मलाई छल्न आयो है। त्यो जुन व्यक्तिलाई छल्न आएको छ त्यो छल्न आउनु भनेको तपाई हामीलाई सुतेको समयमा ऐठान आउनु हो। तपाईले विचार गर्नुहोला, जब हामीलाई ऐठान हुन्छ त्यो ऐठान हुँदाखेरि हामी माथि कसैले च्यापेर कसैले थिचिरहेको आवाज हुन्छ। यो भनेको चाहिँ कस्तो हुन्छ भने तपाईको कतिपय मान्छेको शरीर, मैले अस्ति पनि भनेको छु, हाम्रो शरीर भनेको 5 भूतत्वले, 5वटा तत्वले बनेको शरीर हो है। पृथ्वी, जल, वायु, आकाश, अग्नि, यो 5वटा तत्वले बनेको शरीर भएको कारणबाट हामी भित्र सकारात्मक शक्ति यदि बढी भइदियो भने हामीलाई कसैले केही पनि गर्न सक्दैन, छल्न नै आउँदैन। कतिपयको शरीरमा सकारात्मक शक्ति बढी हुन्छ र कतिपयको शरीरमा सकारात्मक भन्दा बढी नकारात्मक शक्ति बढी हुन्छ। त्यो जसको शरीरमा बढी नकारात्मक एनर्जी हुन्छ त्यो नकारात्मक नेगेटिभ एनर्जीको कारणबाट त्यो मान्छेलाई राति सुतेको समयमा छल्न आउने गर्दछ। र कतिपय अवस्थामा आफ्नै शरीरमा त्यस्तो हुन्छ भने कतिपय अवस्थामा तपाई जुन ठाउँमा सुत्दै हुनुहुन्छ, जुन ठाउँमा तपाई विश्राम गर्दै हुनुहुन्छ, जुन ठाउँमा तपाईको बेड छ, सुत्नु भएको छ, त्यो ठाउँ अनुसारले पनि तपाईलाई छल्न आउने अनि अथवा तपाईलाई ऐठान हुने गर्दछ। किनभने कतिपय अवस्थामा तपाई सुत्ने रुममा कतै त्यस्तो नकारात्मक एनर्जी घुसेको छ, नेगेटिभ एनर्जीले घुसेको छ, नेगेटिभ एनर्जीले बास गरेको छ, कुनै आत्माले बास गरेको छ, कुनै भूतप्रेत पिशाच मरिमसनले बास गरेको छ। यदि भने त्यो समयमा तपाई जुन कोठामा सुत्नुहुन्छ, जुन ठाउँमा सुत्नुहुन्छ, तपाईलाई छल्न आउने अथवा ऐठान हुने गर्दछ। त्यसकारणले यो ऐठान हुनेबाट हामीले जोगिन के गर्ने त? त्यसकारणले म तपाईहरुमाझ यो ऐठान नहुनबाट है, जब हामीलाई ऐठान हुन्छ त्यो ऐठान नहोस्, पटक पटक रातमा हामीलाई ऐठान नहोस् भन्नको निमित्त हामीले यो मन्त्र जप्न जरुरी छ। यो मन्त्र म तपाईलाई यही भिडियोको स्क्रिनमा फोटोको रूपमा दिनेछु। तर मन्त्रलाई हामीले के गर्नुपर्छ, यसलाई कसरी साधना गर्नुपर्छ, कसरी सिद्धि गर्नुपर्छ, त्यो पनि मैले तपाईहरुमाझ प्रस्तुत गर्नेछु है। र यसलाई केमा प्रयोग गर्ने त्यो पनि म बताउने छु। यो मन्त्रलाई तपाईले कृष्ण चतुर्दशीको दिनमा है, यो मन्त्रलाई चाहिँ तपाईले कृष्ण चतुर्दशीको दिनमा, यो तपाईलाई खासै गाह्रो छैन। यो मन्त्र जुन यो ऐठान हटाउने मन्त्र तपाईले कृष्ण पक्षको चतुर्दशीको दिनमा, दुईटा पक्ष हुन्छ है, कृष्ण पक्ष र शुक्ला पक्ष। जुन जुनेली रात हुन्छ, जुन लागेको समय, जुन लाग्दै आउँछ त्यसलाई चाहिँ शुक्ला पक्ष भनिन्छ भने जब जुन नलाग्ने यानी कि चन्द्रमा नलाग्ने अँध्यारो हुने समयलाई कृष्ण पक्ष भनिन्छ। कृष्ण पक्ष पछाडि शुक्ला पक्ष आउँछ, शुक्ला पक्ष पछाडि कृष्ण पक्ष आउँछ। दुई किसिमका पक्ष हुन्छन्। 15 दिनको कृष्ण पक्ष, 15 दिनको शुक्ला पक्ष गरेर यसरी हुन्छन् है। शुक्ल पक्ष चाहिँ कस्तो भनिन्छ भने जब कृष्ण पक्ष भइसक्छ
औँसी आइसक्छ। औँसी आइसके पछाडि औँसी गएको भोलिपल्टबाट औँसी आज भयो, आजको दिनमा औँसी भयो, औँसीबाट आजबाट औँसी सक्यो, भोलिबाट प्रतिपदा सुरु भयो, त्यो शुक्ला पक्ष भयो। फेरि पूर्णिमा सक्यो, पूर्णिमा आज थियो, आजबाट पूर्णिमा सक्यो, भोलिबाट प्रतिपदा सुरु भयो, यानि कि गाउँघरमा परेवा भन्छन्, परेवा सुरु भयो। त्यो प्रतिपदा सुरु भइसके पछाडि कृष्ण पक्ष हुन्छ है। औँसी भन्दा अगाडि पूर्णिमा भन्दा पछाडिको पक्ष कृष्ण पक्ष, औँसी भन्दा पछाडि पूर्णिमा भन्दा अगाडिको पक्ष कृष्ण शुक्ला पक्ष। यसरी बुझ्नु होला है तपाईहरुले। एवं वृद्धि भोलिपल्ट औँसी छ यदि भने आजको दिनमा है, भोलि औँसी छ आजको दिनमा, अथवा आज औँसी पर्थ्यो भने हिजो, यसरी बुझ्नु होला। कृष्ण पक्षको चतुर्दशी भनेको त्यो हो। भोलि औँसी छ भने आज कृष्ण पक्षको चतुर्दशी तिथि पर्यो भने तपाईले यो मन्त्रलाई केही गर्न पर्दैन, मात्र तपाईले रुद्राक्षको मालामा एक माला जप्नु होला। एक माला भनेको 108 पटक यहाँले यो मन्त्रलाई उच्चारण गर्नु भने यो मन्त्र सिद्ध हुन्छ। मन्त्र तपाईले देखिसक्नु भएको छ है, मन्त्र यसै भिडियोमा राखिदिन्छु मैले भनिसकेको छु है। त्यसकारणले 108 पटक कृष्ण पक्षको चतुर्दशी तिथिमा यहाँले यो मन्त्र जप्नु भयो भने सिद्ध हुन्छ। मन्त्र यस प्रकार रहेको छ। दर्शकवृन्द, यहाँले मन्त्र देखिसक्नु भयो। मन्त्रमा जुन मैले तपाईलाई यसको साधना विधि पनि बताएँ, यसलाई सिद्ध गर्ने विधि बताएँ, साधना विधि भन्दा पनि यसलाई सिद्ध गर्ने विधि बताएँ। र अब यसलाई प्रयोग कसरी गर्ने त है, यो पनि म तपाईहरुलाई बताउने छु। दर्शकवृन्द, यो मन्त्र असाध्यै महत्त्वपूर्ण मन्त्र रहेको छ। यो मन्त्रले चाहिँ यो मन्त्र असाध्यै महत्त्वपूर्ण मन्त्र रहेको छ। किनभने हामीलाई शुद्धखेरि ऐठन नहोस् भन्नको लागि हामीले यो मन्त्र पाठ गर्ने हो, जप्ने हो। यसलाई तपाईले खरानी लिनु होला है। तपाईले सम्पूर्ण शरीर दुखेको छ भने पनि यसले ठिक गर्छ। सम्पूर्ण शरीरमा लगाउनको लागि होस् अथवा थोरै भयो भने हुन्छ, तपाईले खरानी लिनु होला, भस्म लिनु होला है, राख लिनु होला। राख, खरानी, भस्म एउटै हो। त्यो लिइसके पछाडि तपाईले यो मन्त्रले तपाई ओछ्यानमा गएर सुत्नु भन्दा अगाडि यो मन्त्रले तपाईले उक्त खरानीलाई अभिमन्त्रित गर्नु होला है। अभिमन्त्रित गरिसके पछाडि तपाईले जब अभिमन्त्रित गर्नुभयो, अभिमन्त्रित कसरी गर्ने भन्नु होला। यो मन्त्रले तपाईले सिद्ध गरेको मन्त्रले सो खरानीलाई तपाईले एकचोटी मन्त्र भन्नु होला, 3 फुक मार्नु गर्नु होला। एवं वृद्धि 7 पटक मन्त्र उच्चारण गरेर ती 3 फुक मार्दै जाँदाखेरि 21 पटक हुन्छ। 21 पटक उच्चारण गरेर मन्त्रलाई अभिमन्त्रित गर्नु होला त्यो खरानीले, मन्त्रले है। त्यसरी त्यो खरानीलाई तपाईले यो मन्त्रले अभिमन्त्रित गरिसके पछाडि त्यो खरानीलाई तपाईले निधारको यो माथि लगाउनु होला। यहीँबाट लामो बनाएर आउनु भयो भने चन्दन रसीले, त्यसपछि घाँटीको खाल्टो भागमा लगाउनु होला र नाइटी भन्दा माथि एक कमल माथि लगाउनु होला। यो पनि गर्न सक्नुहुन्छ। तपाईले टुपीमा पनि लाउन सक्नुहुन्छ। यावत किसिमले तपाईले सर्वाङ्ग अङ्गमा लाउन सक्नुहुन्छ। शरीरको जुनसुकै सम्पूर्ण अङ्गमा लाउन सक्नुहुन्छ। त्यसरी तपाईले त्यो खरानी अथवा विभूति अथवा भभूत है, भस्म, भभूत, खरानी यति राख, यति लाएर सुत्नु भयो यदि भने तपाईलाई जस्तो सुकै ऐठन हुने भइरहेको थियो भने पनि त्यो दिनदेखि तपाईलाई ऐठन हुँदैन। त्यसकारणले तपाईले छल्न आयो मलाई भन्नु पर्दैन। ऐठन हुनबाट यो मन्त्रले असाध्य रूपमा जोगाउँछ। त्यसकारणले तपाईले यो मन्त्रलाई आजदेखि पालन गर्नु होला। जसरी मैले भनेको छु त्यसरी पालन गर्नु होला। कृष्ण चतुर्दशीको दिनमा तपाईले यो मन्त्रलाई सिद्ध गर्नु होला। त्यसपछि यो मन्त्र असाध्यै शक्तिशाली हुन्छ र तपाईले प्रयोग गर्नु होला भन्दै आजको यो बसाइबाट यहाँहरुमा आज बिदा लिन चाहन्छु। बिदा लिनु भन्दा अगाडि, यहाँहरुबाट छुट्टिनु भन्दा अगाडि भोलि पुनः अर्को बसाइमा तपाईहरुमा आज अर्को भिडियो लिएर आउने छु। सो बेलासम्मको लागि तपाईले यो भिडियोलाई हेरेर लाइक, शेयर, कमेन्ट गर्न भने नबिर्सनु होला। र च्यानलमा पहिले हुनुहुन्छ भने पुनः मैले दोहोऱ्याउन चाहे, च्यानलमा पहिले हुनुहुन्छ भने कृपया सबैभन्दा पहिले च्यानललाई सब्स्क्राइब गरेर अलमा थिच्न भने नबिर्सनु होला भन्दै यहाँहरुमा आज ओजेल गर्न चाहन्छु। बिदा दिनु। स्वस्थ, धन्यवाद, नमस्कार।